साथीहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले कक्षा 10 मा रहेको तथ्याङ्क शास्त्र अर्थात् स्ट्याटिक्स भन्ने च्याप्टर 13 ल्याएर आएको छु। यसमा हामीले मध्यक, मध्यिका, मोड अनि Q1 र Q3 पत्ता लगाउनु पर्छ अथवा हामीले त्यति पढ्नु पर्छ। त्यसमा पनि आज मैले फर्स्टमा के ल्याएको छु भन्दाखेरिमा मध्यक भन्ने यो पार्ट 1 मा हेर्छौं, अरु पछिल्लो भिडियोमा कभर गर्छौं। हो, अब मध्यक भनेको चाहिँ के हो र? मध्यक भनेको तथ्याङ्कहरुको औसत मान अथवा एभरेज भ्यालु हो, जुन सबै संख्याहरुको योगफललाई तिनीहरुको कुल संख्याले भाग गरेर निकालिन्छ। यसलाई x बारले जनाइन्छ। जस्तो कि यसले के भन्न खोजेको भन्दाखेरिमा मध्यक भनेको चाहिँ औसत मान हो के, एउटा एभरेज भ्यालु हो, जुन कि हामीले जस्तै कि 5, 6, 7, 8, 9, 11 यस्तो छ हो। यसको एभरेज भ्यालु अथवा मध्यक निकाल्नको लागि हामीले के गर्छौं भन्दाखेरि यो सबैलाई जोड्छौं हो। अनि कतिवटा नम्बर छ? एउटा, दुईटा, तीनटा, 4, 5, 6 छटा नम्बर छ। माथि जोडेर केही आउला हो। त्यसमा डिभाइडेड 6 गर्यो भनेपछि यसको एभरेज भ्यालु आउँछ भनेको के यसले। बुझ्नुभयो नि? मध्यक भनेको तथ्याङ्कहरुको औसत मान अथवा एभरेज भ्यालु हो, जुन सबै संख्याहरुको योगफललाई तिनीहरुको कुल संख्या भनेको जम्मा टोटल नम्बरले भाग गरेर निकालिन्छ भन्यो है। यसलाई x बारले जनाइन्छ। यो भनेको x को माथि यस्तो बार छ भनेपछि x बार। जस्तो कि हामीहरु फुटबल खेल्दाखेरि एउटा यो पोस्ट हुन्छ, पोस्टको यो माथिल्लो जुन यो पछाडि त जाली हुन्छ हो, जाली हुन्छ। यो माथिको जुन उ छ नि फलामको डन्डी हो, यसलाई बार भन्छन् के, बार हो। हजुरले सम्झिनु पर्यो के, मध्यक भनेको x बार, फुटबलको बार हैन, x बार हो है मध्यक भनेको चाहिँ। यस्तो याद गर्नु होला। अनि अब मैले यहाँ अलिकति यस्तो पनि ल्याएको छु, स्ट्याटिक्स र प्रोबेबिलिटीबाट 11 मार्क्स सोध्छ के एसीमा, स्ट्याटिक्स र प्रोबेबिलिटीबाट। अनि त्यसमा पनि के हुन्छ भन्दाखेरिमा नलेज हुन्छ, नलेज वाला क्वेशन हुन्छ, अन्डरस्ट्यान्डिङ हुन्छ, एप्लिकेसन हुन्छ, स्किल एनालाइसिस भन्ने हुन्छ हो। यो क्वेशन हामीहरुले यो क्वेशनसँग सामना गर्न सक्नुपर्छ के, लड्न सक्नुपर्छ। नलेज भनेको सामान्य हुन्छ, 1-2 मार्क्सको अथवा धेरै पनि हुन्न, थोरै दिमाग लगाएपछि आइहाल्छ। अथवा फर्मुला केही लेख्ने हुन्छ हो। यो अन्डरस्ट्यान्डिङमा भनेको चाहिँ के भन्दाखेरिमा अलिकति क्याल्कुलेट गरेर निकाल्नुपर्छ। अनि यो एप्लिकेसन भनेको त्यसको युज के हुन्छ। यो स्किल एनालाइसिस भनेको एडभान्स हुन्छ के अलि हो। हामीले कम्तीमा एउटा, दुईटा, तीनटा चाहिँ गर्नै सक्नु पर्यो के साथीहरु। बुझ्नुभयो नि? हो, त्यही भएर यो च्याप्टर एकदम इजी छ। मेरो रिक्वेस्ट चाहिँ के भन्दाखेरिमा एसीमा यो नछोड्नु होला के यो च्याप्टर है। ल अब अगाडि बढौं। थाहा पाउनु पर्ने कुराहरु। थाहा पाउने कुराहरु के हुन्? श्रेणी 3 प्रकारका हुन्छन्। श्रेणी 3 प्रकारका हुन्छन् के, जस्तो कि एउटा भनेको वैयक्तिक श्रेणी के, इन्डिभिजुअल सिरिज। मेरो यो इंग्लिशमा पनि मैले लेखिदिएको छु के, वैयक्तिक श्रेणी इन्डिभिजुअल सिरिज। अनि खण्डित श्रेणी डिस्क्रिट सिरिज, अविच्छिन्न श्रेणी कन्टिन्युअस सिरिज। अनि यो अब यिनीहरुको उदाहरण पनि त थाहा पाउनु पर्यो। यो वैयक्तिक श्रेणी भनेको जस्तो कि कमाहरुमा छुट्याइयो के, कमामा। जस्तै 1 होला, 2 होला, 3 होला, 5 होला, 7 होला। यो भनेको कमामा छुट्याइयो के। बुझ्नुभयो नि? कमामा छुट्याएको वैयक्तिक श्रेणी। अनि खण्डित श्रेणी भनेको चाहिँ जस्तो एउटा टेबल चाहिँ भएको, यो x मा चाहिँ x र f हुन्छ, हजुरलाई थाहा छ। यहाँ 5 छ भनेपछि यहाँ 9, 10,
12 यस्तो गरेर यहाँ 13 छ भने चाहिँ यहाँ 15 ल हो। यस्तो माथि कुनै नि डिफ्रेन्स चाहिँ नभएको चाहिँ माथि सिङ्गल डिजिट तल पनि सिङ्गल डिजिट छ भनेपछि त्यसलाई डिस्क्रिट सिरिज भनिन्छ कि। अनि कन्टिन्युअस सिरिज भनेको चाहिँ कस्तो भन्दाखेरिमा जस्तै एउटा यो टेबल भयो, यसमा चाहिँ एक्स पनि हुन्छ, यसलाई एप पनि हुन्छ हो। यहाँ चाहिँ 10 देखि 20, 20 देखि 30, 30 देखि 40 अनि यहाँ कुनै न कुनै भ्यालु दिएको हुन्छ 5, 6 अनि यहाँ ल 4 हो। यस्तो छ भनेपछि यो चाहिँ कन्टिन्युअस। अनि जुन सिङ्गल डिजिट तर टेबलमा छ भनेपछि चाहिँ डिस्क्रिट सिरिज, अनि त्यसपछि कमामा छ भने चाहिँ इन्डिभिजुअल सिरिज। बुझ्नुभयो नि हो। यति बुझ्नुभयो भने एकदम सजिलो हुन्छ कि साथीहरू। यति चाहिँ अनिवार्य बुझ्नुपर्छ। ल अब अगाडि बढौँ। ल मलाई पहिला भन्नुहोस् कि यो कुन सिरिज हो। तपाईँले थाहा पाइसक्नुभयो यो भनेको वैयक्तिक श्रेणी हो। कुन श्रेणी हो? वैयक्तिक श्रेणी हो। वैयक्तिक श्रेणी हो। बुझ्नुभयो नि। अब वैयक्तिक श्रेणी भइसकेपछि मैले के भनेको थिएँ भन्दाखेरिमा तपाईँहरूलाई यो माथिको सबै जोड्ने भनेको जोड भनेको चाहिँ समेसन हो कि। यो समेसन बुझ्नुभयो नि। यस्तो ई टाइपको चाहिँ समेसन है। यो भनेको समेसन यो याद गर्नु होला है साथीहरू। अनि अब मैले यो जोड्दाखेरि समेसन के राखिदिन्छु? एफएक्स राखिदिन्छु। अब यो 1 + 2 + 9 + 10 + 16 + 14 + 13 गरिदिन्छु हो। यो जोड्दाखेरि कति आउँछ? यो जोड्दाखेरि कति आउँछ भन्नुहोस् त। म क्यालकुलेटरमा गरिदिन्छु है त, एकचोटि रुनुहोस्। यो जोड्दाखेरि ठ्याक्क कति आउँछ? 65 आउँछ हो। अनि एन भनेको अब नम्बर कतिवटा छ? 1 2 3 4 5 6 7 हो। 7 वटा नम्बर छ भनेपछि यस्तो 7 लेख्छौँ। अब यसको फर्मुला के हुन्छ? मिन x बार इक्वल टु 65 डिभाइडेड यहाँ के भनेको थियो? योगफललाई तिनीहरूको कुल सङ्ख्याले भाग गर्ने। कुल सङ्ख्या भनेको त 7 वटा छ, त्यही भएर 7 वटा गरिदिने। यो भनेको कति आउँछ? 9.28 एन्सर हो। हामीले यसरी निकाल्नुपर्छ है साथीहरू। बुझ्नुभयो नि यहाँसम्म? यहाँसम्म नबुझ्ने कोही हुनुहुन्छ? ल मैले केही नि गरेको छैन। यो वैयक्तिक श्रेणी भएकाले समेसन एफएक्स यो सबै टर्महरूलाई के गरिदिएँ? जोडिदिएँ। अनि यो जोडेर 65 आयो हो। अनि यो नम्बर भनेको कतिवटा सङ्ख्या छ भनेपछि 1 2 3 4 5 6 7 हो। त्यही भएर 7 लेखेँ। अनि 65 डिभाइडेड 7 भनेको 9.28। बुझ्नुभयो नि हो। अब अलि अगाडि बढौँ है। ल यो मलाई भन्नुहोस् कि कुन श्रेणी हो। अब हजुरले अघि थाहा पाइसक्नु भएको थियो माथि पनि सिङ्गल डिजिट तल पनि सिङ्गल डिजिट छ भनेपछि के भनेको थिएँ मैले? खण्डित हो। खण्डित श्रेणी। कुन श्रेणी? खण्डित श्रेणी। श्रेणी यस्तो हुनुपर्ने हो। ल खण्डित श्रेणी। अब सेम फर्मुला हो साथीहरू, केही नि डराउनु पर्दैन है। एक्स एफ अब हामीले यता एफएक्स निकाल्नु छ नि, एफएक्स हो। त्यही भएर मैले एफ र एक्स ल्याइदिन्छु क्या। बुझ्नुभयो नि। अब यो एक्स भनेको चाहिँ कति छ? 5 8 10 12 14 16 हो। ल अनि यो एफ भनेको कति छ? 4 5 8 10 2 2। अनि अब एफएक्स भनेको यो बिचमा के चिन्ह हुन्छ? मल्टिप्लाई हुन्छ। अब एफ र एक्स मल्टिप्लाई गरिदिनु भनेको छ हो। 4 5 जा 20 40 80 120 28 32
हो। अब यो जोड्दाखेरि कति हुन्छ समेसन। अब जोड्ने भनेपछि समेसन के जोडिरहेछौँ एफएक्स जोडिरहेछौँ हो। ल यो जोड्दाखेरि कति हुन्छ यो 1 माथिको 0 हुन्छ 8 10 4 14 14 मा 5 19 20 21 यति हुन्छ है। ल म एकचोटि नभए जोड दिन्छु फेरि तपाईहरुले पनि जोड्नु होला। एकचोटि रोक्नुहोस् है। ल यो चाहिँ 320 आउँदो रहेछ हेर्नुहोस् है। 20 40 80 120 28 28 32 28 32 यति जोड्दाखेरि कति आउँदो रहेछ 320 आउँदो रहेछ। अब हामीले यो पनि त जोड्नु पर्छ। यो भन्नु नै एन हो है साथीहरु। यो भन्नु नै एन हो। एफ भन्नु नै के हो एन हो। अब यो जोड्दाखेरि कति हुन्छ 20 25 29 31 हुन्छ। अब हामीले यता के राख्दिने ब्र्याकेट राख्दिने है। मैले यहाँ पेन्सिलले बनाइरहेको छु तपाईले पेन्सिल बनाउँदाखेरि नि हुन्छ है। एक्जाममा चाहिँ चिटिक्क बनाइदिनु होला। अनि ल अब हाम्रो नाउ अब फर्मुला के हुन्छ समेसन एफएक्स के बराबर एक्स बार बराबर है साथीहरु डिभाइडेड एन भनेको यो भनेको कति आयो 320 आयो डिभाइडेड एन भनेको कति आयो 31। अब डिभाइड गर्दाखेरि कति हुन्छ 320 डिभाइडेड 31 भनेको कति आयो 10.32 एन्सर। बुझ्नुभयो नि यहाँसम्म नबुझ्ने कोही छ भन्नुस् त। ल मैले केही नि गरेको छैन। हाम्रो फर्मुला भनेको के भन्दाखेरि खण्डित श्रेणी र व्यक्ति श्रेणीको लागि एउटै हो। केमा मिनमा मध्यकमा। अब यहाँ कसैले के सम्झन्छन् भन्दाखेरिमा यहाँ मतलब क्रम मिलाउनु पर्छ भनेर पनि सोच्छन् के। क्रम मिलाउनु पर्दैन। क्रम मिलाउने भनेको केमा भन्दाखेरिमा मध्यका अनि Q1 Q3 यस्तोमा मात्र हो कि क्रम मिलाउने भनेको। क्रम मिलाउने भनेको मध्यका Q1 Q3 मा मात्र हो। यो मध्यकमा चाहिँ क्रम मिलाउनु पर्दैन। बुझ्नुभयो नि। ल अब अगाडि बढौँ है। यता मैले अर्को फेरि क्वेशन ल्याइसकेको छु। अब यो कुन श्रेणी हो मलाई पहिला भन्नुस् त साथीहरु। यो भनेको अविच्छिन्न श्रेणी हो। कुन श्रेणी हो अविच्छिन्न श्रेणी हो। बुझ्नुभयो नि। अविच्छिन्नको लागि अब फर्मुला म यहाँ लेखिदिन्छु है एकचोटि। एक्स बार बराबर समेसन एफ अघि एक्स थियो अब चाहिँ यहाँ एम हुन्छ के। किन एम आयो भन्दाखेरिमा अब डिभाइडेड एन एम भनेको यहाँ एम भनेको 2 वर्गान्तरको फरक हो के। फरक डिभाइडेड बाइ 2 योलाई वर्गान्तर भन्छन् कि यसलाई वर्गान्तर भन्छन्। यस्तोलाई वर्गान्तर बाइ डिभाइडेड 2 भनेको छु। यसको फर्मुला के हुन्छ m बराबर a प्लस b बाइ 2। a भनेको चाहिँ के हो 10 प्लस b भनेको 20 डिभाइडेड 2 भनेको कति आयो साथीहरु 15 के हो। यो 15 भनेको m हो के। 15 भनेको m हो। बुझ्नुभयो नि। ल अब यसको सल्भ गरौँ है। x f f m x भनेको कति छ 10 देखि 20
20 देखि 30, 30 देखि 40, 40 देखि 50। अब यहाँ एफ भनेको 3 4 2 4 यतिसम्म 1 यतिसम्म छ। अब एफएम हामीलाई यहाँ चाहिएको हो। त्योभन्दा पहिला त एफ त छ, एम कुनै पनि छैन हो। एम निकाल्नको लागि हामीले के गर्नुपर्छ, एम निकाल्नको लागि यसलाई जोड दिएर 2 गरिदिने के। 10 + 20 भनेको 30, 30 / 2 भनेको कति 15, यो भनेको 50 25 35 45। अब यहाँ मल्टिप्लाई गरिदिनुहोस्, यो एफ पनि आइसक्यो एम पनि आइसक्यो भनेपछि एफएम आइहाल्छ। 15 3 जा 45 100 70 45। अब समेसन एफएम जोड दिनुहोस्। एफएम आइसक्यो हामीहरूको, यो आइसक्यो। अब यो एन कसरी निकाल्ने, एन भन्नु नै के हो एफ हो के। एफलाई जोड दिने, यो एफलाई जोड्दाखेरि कति हुन्छ 4 मा 3 जोड्दा 7, 7 मा 2 भनेको 9 1 10 हो। ल अनि अब अरू भनेको यो जोड्दाखेरि कति हुन्छ 170 प्लस 170 प्लस कति हुन्छ 90 भनेको 260 हो। 260 ए अलिकति मेरो मिस्टेक भइरहेछ है, यो ब्र्याकेट बनाउन सर्यो र हजुरले। ल 260 आयो। अब हाम्रो फर्मुला भनेको बाई युजिङ फर्मुला। अब के हुन्छ एक्स बार बराबर समेसन एफएम अपन एन। एफएम पनि आइसकेको छ, एन पनि आइसकेको छ, राख्दाखेरि के आउँछ एक्स बार आइहाल्छ। यो भनेको 260 / 10 भनेको कति आयो 26। एक्स बार बराबर बुझ्नु भने एकदम इजी छ के, हजुरले अलि ध्यान दिनु भयो भने बुझिन्छ। ल अहिलेसम्म पढेको मैले यहाँ लेखेको छु है, के लेखेको थिएँ यो मेन फर्मुला है साथीहरू। यो हजुरले इम्पोर्टेन्ट भन्नुहोस्, इम्पोर्टेन्ट मेन इक्जामको लागि। एक्स बार बराबर समेसन एफएक्स अपन एन फर इन्डिभिजुअल सिरिज। यो इन्डिभिजुअल सिरिज अघि हामीले जुन कमावाला गरेका थियौँ नि 1, 4, 3, 5, 9 हो, जुन कमावाला गरेका थियौँ नि हो, यो भनेको चाहिँ इन्डिभिजुअल। यसको लागि यो फर्मुला। यो क्रम मिलाउनु पर्दैन है, क्रम मिलाउनु पर्दैन। क्रम मिलाउनु पर्दैन है। क्रम मिलाउने भनेको केमा हो, एउटा भनेको मध्यिका अनि 2 मा Q1 अनि Q3 मा हो। यतिमा हामीले के गर्नुपर्छ क्रम मिलाउनु पर्छ है। ल अब फर डिस्क्रिट सिरिज भनेको कति हो एक्स बार बराबर समेसन एफएक्स अपन एन सेम हो, तर यसमा के हुन्छ सिंगल डिजिट हुन्छ तर ब्र्याकेट आइदिन्छ के। एक्स हुन्छ यता एफ हुन्छ, यता 5 6 9 4 10 3 हो, यस्तो भइदिन्छ है, बुझ्नु भयो नि। ल अब कन्टिन्युअस सिरिज भनेको जुन अहिले भर्खर हामीले यहाँ माथि गरेको छौँ नि हो, यो हो कि त्यो कन्टिन्युअस सिरिजको उदाहरण भनेको अविच्छिन्न है। ल अब यो एम बराबर ए प्लस बी बाई 2 जुन हामीले अघि के निकालेको थियौँ, यो 10 + 20 गरेर 30 भएको थियो। 30 / 2 भनेको के निकालेको थियौँ 15 निकालेको थियौँ हो। वर्गान्तरको डिफ्रेन्स डिभाइडेड 2 के होइन, वर्गान्तरको एडिसनल गर्ने दुइटैलाई अनि डिभाइडेड 2 गरिदियो भने के आउँछ हामीहरूको मिन अथवा मध्यमान आउँछ, बुझ्नु भयो नि। ल अब यो त सल्भ गर्न सक्नुहुन्छ होला हो। ल के गरिदिने समेसन एफएक्स भनेको के हो
35 प्लस 36 प्लस 42 प्लस 45 प्लस 48 प्लस 52 प्लस 58 प्लस 60 बराबर कति आउँछ त्यो लेख्नु होला। अनि n भनेको कतिवटा छ 3 3 2 भनेको 8 रहेछ। बुझ्नुभयो नि? ल यता लेख्नु होला। अनि हाम्रो फर्मुला के हो समेसन fx बाई n x बार को लागि अनि यो एन्सर आइहाल्छ। बुझ्नुभयो नि? एकदम इजी छ। कुन सिरिज हो गरे यो चाहिँ इन्डिभिजुअल सिरिज अथवा वैयक्तिक श्रेणी। बुझ्नुभयो नि? ल अब अगाडि बढौँ। ल है त यो अब यो भनेको चाहिँ कुन सिरिज हो भन्दाखेरिमा पहिला यो खण्डित पहिला के सिरिज हो अथवा कुन श्रेणी हो भने हामीले थाहा पाउनुपर्छ। कुन श्रेणीको लागि कुन फर्मुला लाग्छ त्यो थाहा पाएपछि हामीलाई मध्य त एकदम इजी हो के। बुझ्नुभयो नि? ल यसमा एक्स चाहिन्छ अनि त्यसपछि के चाहिन्छ एफ चाहिन्छ यता एफएक्स चाहिन्छ हो। जुन फर्मुलाबाट नै टेबल बनाउन पनि सकिन्छ के। ल यता 12 13 14 15 16 17 अनि 2 4 6 12 10 6 अब 24 3 4 जा 12 1 माथि गयो 2 4 जा 4 1 5 अनि त्यसपछि 4 6 जा 24 2 माथि जान्छ 4 6 1 जा 6 7 8 अनि यो भनेको कति हुन्छ 15 इन्टु 12 भनेको 180 160 17 इन्टु 6 भनेको 102। ल अब यो समेसन एफएक्स आइहाल्छ। अनि यो एन भनेको कति हुन्छ 2 प्लस 4 प्लस 6 प्लस 12 प्लस 10 प्लस 6 भनेको कति हो 40 भइसक्यो। अनि त्यसपछि यो समेसन एफएक्स जोड्दाखेरि कति हुन्छ 84 प्लस 180 प्लस 160 प्लस 1002 भनेको 602 हुन्छ। अब हामीहरूको यो टेबल बनाइदिनुहोस् ह अलि राम्रो चिटिक्क बनाइदिनु होला एक्जाममा। ल अब हाम्रो के भइदियो एक्स बार बराबर समेसन एफएक्स बाई एन भनेको कति आयो 602 डिभाइडेड 40 भनेको कति आउँछ साथीहरू 15.05 हो। ल बुझ्नुभयो नि? एकदम इजी छ के। फर्मुला र कुन सिरिज हो भनेर चाहिँ थाहा पाएपछि एकदम छिटो आउँछ के। अनि फर्मुलाबाट टेबल बनाउन सक्ने। ल अब यो कुन सिरिज हो यो कुन सिरिज हो भन्नुहोस् त हो यो अविच्छिन्न अथवा कन्टिन्युअस सिरिज हो। अब यसको लागि फर्मुला के थियो एक्स बार बराबर समेसन एफएम थियो। यसमा एम आउँछ डिभाइडेड एन थियो। यो एम भनेको के हो ए प्लस बी बाई 2 हो ए प्लस बी बाई 2 हो। ल यसको टेबल कस्तो हुन्छ मलाई भन्नुहोस् त। पहिला एक्स हुन्छ त्यसपछि एफ हुन्छ त्यसपछि एम हुन्छ एफ एम हुन्छ। यसलाई अगाडि पछाडि लेख्दा केही नि फरक हुँदैन। 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 40 देखि कति 50 50 देखि 60 60 देखि 70 हो। ल अब यो 1 4 10 8 7 5 अब एम भनेको कति हुन्छ 15 25 35 45 55 यो भनेको 65 हो। ल यो भनेको 15 100 350 अनि ल मैले क्यालकुलेट गरेँ है 45 इन्टु 8 भनेको कति हो 360 अनि त्यसपछि 55 इन्टु 7 भनेको कति हो 385। हजुरले पनि क्यालकुलेट गर्नुहोस् है मेरो रङ पनि हुनसक्छ। हजुरले फेरि ट्राई गर्नुहोस्। ल समेसन एफएम चाहिँ मैले जोडिदिन्छु। हजुरको छेउमा क्यालकुलेट पनि हुनुपर्छ है।
समेसन एफएम भनेको चाहिँ कति आयो 1535 आयो। अब एन भनेको कति आयो 1 + 4 + 10 + 8 + 7 + 5 भनेको कति आयो 35। एन बराबर 35। अब यो टेबल बनाइदिनुहोस्। ल टेबल बनाइदिए हो। ल अब हाम्रो फर्मुला युज गर्नुहोस्। समेसन एफएम बाई एन भनेको यो 1535 डिभाइडेड 35। यो भनेको कति आउँछ 1535 डिभाइडेड 35 भनेको 43.85। बुझ्नुभयो एन्सर। ल यहाँसम्म नबुझेको केही छ? मैले केही नै गरेको छैन। यो कुन सिरिज हो भनेपछि पहिला 1 नम्बरमा कुन सिरिज कन्टिन्युअस अथवा अविच्छिन्न श्रेणी हो। 2 नम्बरमा फर्मुला भनेको समेसन एफएम अपन एन। अनि 3 नम्बरमा टेबल भनेको एक्स एउटा एफ एउटा एफ एउटा एफएम अनि सबैहरू हजुरलाई आइहाल्छ। बुझ्नुभयो नि? ल अब अगाडि बढौँ। ल यता अब अलि यो पनि एक्जाममा सोध्ने टाइप पनि हो है। 1-2 मार्क्समा सोधिदिन्छ कहिलेकाहीँ। एकदम इजी छ। अब हामीलाई फर्मुला मात्र याद हुनु पर्यो के। यो एक्स बार भनेको यति दिएको छ, समेसन एफएम भनेको यति दिएको छ, एन पत्ता लगाऊ भनेको छ। एक्स बार बराबर हाम्रो समेसन एफएम बाई एन हो फर्मुला हो। अनि यो भनेको 49 दिएको छ बराबर यति भनेको त 980 दिएको छ डिभाइडेड एन। अब यो क्रस मल्टिप्लाई गरिदिनुहोस्। यसको 1 हुन्छ, बिचमा इक्वल टु छ भने चाहिँ क्रस मल्टिप्लाई हुन्छ। 49 इन्टु एन भनेको 49 एन बराबर यो 1 इन्टु 980 भनेको 980 नै हुन्छ। एन बराबर अब कति आउँछ 980 डिभाइडेड 49 हुन्छ। यो भनेको अब कति आउँछ भन्नुहोस् त क्याल्कुलेटरमा हानेर। 980 डिभाइडेड 49 भनेको कति आयो 20 आइदियो। एन बराबर 20 एन्सर। बुझ्नुभयो नि? ल अब यो सक्नुहुन्छ हजुरले। म यो फर्मुला मात्र राखिदिन्छु, हजुरले यो आफै गर्नु होला है। यसको फर्मुला के हुन्छ? अब ए आएको छ, ए भनेको के हो भन्नु होला। फेरि ए भनेको केही नै होइन के, एउटा छोडकरी विधि र एउटा अर्को के विधि भनिन्छ, त्यसलाई प्रत्यक्ष विधि हो। त्यो भनेको अब यो केही नै होइन, ए जोडिदिनु मात्र हो क्या। एक्स बार बराबर समेसन होइन ए प्लस समेसन एफएम बाई एन हुन्छ यसको फर्मुला। यो फर्मुला हजुरले यो ए दिएको छ भने मात्र याद गर्नुहोस्, नत्र भने मैले जे सिकाएको छु त्यसमै मात्र जानु है। एक्स बार बराबर ए प्लस समेसन एफएम बाई एन। एक्स बार भनेको हामीलाई कति दिएको छ 42 दिएको छ। 42 बराबर ए भनेको निकाल्नु छ प्लस समेसन एफएम भनेको 20 डिभाइडेड एन भनेको कति हो, एन भनेको कति हो 10। अब 42 डिभाइडेड बराबर यो भनेको कति आउँछ ए प्लस 2 आयो हो। यो अगाडि आउँछ ए बराबर 42 माइनस 2 हुन्छ। ए बराबर कति आयो 40 आयो। बुझ्नुभयो नि साथीहरू? ल यो 10 टु जा 20 भइहाल्छ। अनि यो 2 मात्र बाँकी रह्यो, यो अगाडि आउँदाखेरि माइनस भइदियो अनि ए बराबर कति आयो 40 आयो। एकदम इजी छ है। एक्जाममा सोध्ने टाइपको है यो चाहिँ एकदम। ल है सोल्युसन हामीलाई के भनेको छ, दिएको अवस्थामा मध्ये एक्सको मान 32.5 भए के को मान पत्ता लगाउनुहोस् हो। के को मान हामीलाई पत्ता लगाउनु छ। हामीलाई एक्स बार भनेको 32.5 दिएको छ हो। ल मध्ये एक्स बार बराबर 32.5। अब हामीलाई टेबल बनाउनु पर्छ। कुन सिरिज हो भन्नुहोस् त साथीहरू? कन्टिन्युअस अथवा अविच्छिन्न श्रेणी हो। एक्स अब एफ हाम्रो एम पनि चाहिन्छ अनि एफएम पनि चाहिन्छ। यो भनेको 0 देखि 10 अनि 10 देखि 20, 20 देखि 30, 30 देखि 40, 40 देखि
50 50 देखि 60 हो। ल यो एफ भनेको अब कति छ 5 10 के 35 15 10 हो। अब एम भनेको यसलाई जोड्दिनुस् डिभाइडेड 2 भनेको 5 15 25 35 45 55 अनि एम भनेको 5 5 जा 25 150 25 के अनि कति 600 12 25 अनि त्यसपछि 45 × 15 भनेको 675 अनि भनेको 550 अनि अब यसलाई मैले जोड्दिन्छु अनि यो एन भनेको के हो एफ भयो। यो मैले जोड्दिन्छु जोड्दाखेरि 10 + 5 15 15 मा 15 30 30 मा 10 भनेको 45 45 30 मा 10 भनेको 40 40 मा 35 भनेको कति हुन्छ 75 75 प्लस के है 75 प्लस के हुन्छ यो के लाई फेरि हजुरले नराख्नु होला है। ल एकचोटि म फेरि ट्राई गर्दिन्छु 7 प्लस 5 प्लस 10 प्लस 35 प्लस 15 प्लस 10 भनेको 75 प्लस के हाम्रो एन आयो हो एन आयो। अब यो समेसन एफएम भनेको कति आउँछ यो जोड्दिने अनि यो प्लस 25 के राख्ने के बुझ्नु भने 25 प्लस 150 प्लस 12 25 प्लस 675 प्लस 550 कति आयो 2625 हो प्लस 25 के हो। ल यहाँसम्म सबैले बुझ्नु भएको छ नि। अब एक्स बार बराबर समेसन एफएम हाम्रो फर्मुला डिभाइडेड एन हो। यो एक्स बार भनेको हामीलाई 32 पोइन्ट कति 5 दिएको छ अनि समेसन एफएम भनेको 2625 प्लस 25 के हो डिभाइडेड एन भनेको हामीलाई कति छ 75 प्लस के। अब क्रस मल्टिप्लाई गरिदिनुस् क्रस मल्टिप्लाई गर्दाखेरि के हुन्छ यो गर्दाखेरि 32.5 × 75 भनेको कति आयो 2437.5 प्लस 32.5 के यो कहाँबाट आयो सोच्नु होला है। पहिला यसले यसलाई मल्टिप्लाई गरेको फेरि केले यसलाई मल्टिप्लाई गर्दाखेरि यति आएको। अब यो 1 ले यसलाई जतिलाई मल्टिप्लाई गर्दाखेरि त्यतिकै यो सेम सार्दिए हो। सेम सारिसकेपछि लाइक टर्म मिलाइदिनुहोस् यो के पनि छ यो के छ तर यसलाई मैले अगाडि ल्याइदिन्छु 32.5 के माइनस 25 के बराबर यसलाई अब पछाडि लगिदिन्छु 2625 माइनस यो 37.5 हुन्छ हो। यो घटाउँदा के कति हुन्छ 32.5 माइनस 25 भनेको कति आयो 7.5 के आयो बराबर 2625 माइनस 2437.5 घटाउँदाखेरि कति आउँछ 187.5 आयो। अब के भनेको यो डिभाइडमा जान्छ डिभाइडमा जाँदाखेरि कति हुन्छ 25 एन्सर आउँछ हामीहरूको बुझ्नु भयो साथीहरू। ल हामीहरूको यति एन्सर आयो। ल केही नि गरेको छैन म सुरुबाट फेरि हजुरलाई बुझाइदिन्छु इम्पोर्टेन्ट भएकाले। यो कुन सिरिज हो कन्टिन्युअस सिरिज अथवा अविच्छिन्न श्रेणी हामीलाई x बराबर यति दिएको छ अनि त्यसपछि हामीलाई अविच्छिन्न भन्ने बित्तिकै x चाहिन्छ f चाहिन्छ m चाहिन्छ fm चाहिन्छ हो। मैले त्यही नै राखेको छु अनि यो भ्यालु दिएको छ x को भ्यालु f को भ्यालु पनि दिएको छ। m निकाल्नको लागि हामीले के गर्नु पर्यो 0 + 10 भनेको 10 नै हुन्छ डिभाइडेड 2 गर्दाखेरि 5 आयो अनि
20 + 10 भनेको 30 डिभाइडेड 2 भनेको 15 50 25 70 35 90 45 यो भन्दाखेरिमा 110 45 55 आइदियो हो। अब यसलाई मल्टिप्लाई गर्दाखेरि यति आयो 5 5 जा 25 15 × 10 भनेको कति आयो 150 अनि त्यसपछि 35 × 35 भनेको 12 100 25 25 × के भनेको 25 के 14 × 15 भनेको 675 अनि 15 × 55 × 10 भनेको कति आयो 550 हो। अब यो n निकाल्नको लागि मैले पुरै जोड दिएँ प्लस के राखेको उस्ताको उस्तै अनि समेसन एफएम भनेको चाहिँ अरू जोडेर 25 लाई उस्ताकै उस्तै राखेको 25 के अनि हामीलाई थाहा छ समेसन एफएम/n भनेको फर्मुला हो। अनि x बार भनेको हामीलाई यति दिएको छ माथि हो यति दिएको छ अनि त्यसपछि यो एफएम भनेको हामीले यति निकालेको छौं अनि n भनेको यति निकाल्यौं फेरि। अब क्रस मल्टिप्लाई गरिदिन्छु क्रस मल्टिप्लाई गर्दाखेरि यसमा 1 हुन्छ 7.5 75 × 32.5 गर्दाखेरि 24 37.5 आयो। ल यो क्रस मल्टिप्लाई गर्दाखेरि यति आउँछ अनि लाइक र मिलाएको अनि यताउति गर्दाखेरि के हो 25 आइदियो। बुझ्नु भने यहाँसम्म। ल अगाडि बढौँ। आजको लास्ट क्वेसन रहेको छ। ल अब यो भनेको दिएको कोरा तथ्याङ्कलाई बारम्बारता तरिकामा निर्माण गरी मध्य x बार पत्ता लगाउनुहोस् हो। x बार पत्ता लगाउनुहोस् भनेको छ। अब यति नम्बरहरू दिएको छ 10 को वर्गान्तर भनेको छ। वर्गान्तर जुन 0 देखि 10 अनि 10 देखि 20 सम्म हुन्थ्यो नि हो। यसमा हामीले कुन कुन पर्छ भनेर थाहा पाउनु पर्यो। अब x f अब वर्गान्तर छ भनेपछि त m पनि चाहियो अनि fm पनि चाहियो हो। ल यसमा पहिला 10 भन्दा सानो छ कि छैन हेर्नु पर्यो। 10 भन्दा सानो छ 10 भन्दा सानो छैन। 10 भन्दा सानो छैन भनेपछि अब के गर्नु पर्ला। मैले भिडियो लामो हुने भएकाले बनाएर राखेको छु। यसमा मैले 10 देखि 20 सम्म इन्टरभल गराएको छु अनि 20 देखि 30 30 देखि 40 40 देखि 50 सबैको सेम इन्टरभल कति इन्टरभल 10 हो। 10 को फरक छ अनि यो 10 र 20 लाई जोड्दाखेरि 30 30 डिभाइडेड 2 भनेको 15 अनि 25 35 45 जोड्दाखेरि डिभाइडेड 2 गर्दाखेरि यति आउँछ। अनि 10 देखि 10 देखि 20 सम्म पढ्ने भनेको 6 वटा छन् के जस्तो हजुरले हेर्न सक्नुहुन्छ 1 1 भएको के 1 1 भएको अगाडि एउटा हो 2टा 3टा 4वटा 5वटा 6वटा अरू छैन हो 6वटा मात्र छ। यस्तै गरेर 20 देखि 30 भनेको 13 वटा छन् के अनि 40 देखि 50 सम्म 8 वटा छ। अब हजुरलाई लागिरहेको होला कि यो 20 कता पर्छ 10 भनेको यो 10 इन्टरभलमा पर्छ है। अनि जस्तै यो 40 लागिरहेको होला 40 कुन इन्टरभलमा पर्छ हो 40 कुन इन्टरभलमा पर्छ भनेपछि 40 यो जुन छ नि यही इन्टरभलमा पर्छ 40 भनेको यता 40 छ 40 सम्मै पर्छ है। बुझ्नु भयो नि यदि 30 भइदिएको भए 30 यो इन्टरभलमा पर्थ्यो है। बुझ्नु भयो नि। ल अब हाम्रो समेसन एफएम डिभाइडेड एन हो। अब यो भनेको 1265 डिभाइडेड 41 हो। यो भनेको कति आउँछ त 30.85 एन्सर। बुझ्नु भयो नि। अलिक कति क्वेसन देखिएको रहेनछ। ल यतासम्म छ है। ल
यतिसम्म बुझ्नुभयो नि हो। यस्तो चाहिँ कहिलेकाहीँ सोधिदिन पनि सक्छ है। मैले किनी गरेको छैन। 10 देखि 20 को इन्टरभल, 20 देखि 30, 30 देखि 40, 40 देखि 50 सम्मको इन्टरभल। अनि यो एम मध्यमा निकालेको हो। एफ भनेको 10 देखि 20 सम्म पढ्ने 6 वटा छ। अनि 20 देखि 30 सम्म 13 वटा छ। 30 देखि 40 सम्म 14 वटा छ। 15 देखि 50 सम्म 40 देखि 50 सम्म गरी छ 8 वटा छ हो। ल अनि एफ इन्टु एम इन्टु एफ गर्दाखेरि एफएम आयो हो। ल यो जोड्दाखेरि यति आयो। अनि यो एम भनेको सरी यो एन भनेको 41 आयो। बुझ्नुभयो नि यहाँसम्म हो। ल यति गरेर थाहा पाउनु भयो नि। ल आई होप सबैले बुझ्नुभयो होला। ल थ्याङ्क यू है सबैलाई। यो भिडियोलाई लाइक सब्सक्राइब गरेर साथीहरूको माझमा सेयर गरिदिनु होला। हस् थ्याङ्क यू, धन्यवाद।